बालनलाई बोल्नै लगाउनुपर्छ क्या। त्यो मान्छे बोल्नु जान्दैन क्या, थाहा छ? त्यो मान्छे कस्तो एग्रेसिभ खालको छ भन्ने कुरो थाहा छैन क्या। जुनै हालतमा हुन्छ होइन, हाम्रो माटो पार्टीको हाम्रो माथि अर्का साम्पाङजी अथवा जोइ भए पनि हामी समर्थकहरूले चाहिँ बालनलाई बोल्नै लगाउनुपर्छ क्या। त्यो मान्छे बोल्नु जान्दैन क्या, थाहा छ? त्यो मान्छे कस्तो एग्रेसिभ खालको छ भन्ने कुरो थाहा छैन क्या। उहाँ अहिले बिग्रिन्छ भनेर राजनीतिक उसको राजनीतिक चेतना एउटा केही छैन क्या। बोल्नु पनि जान्दैन होइन। त्यो मेयर हुँदाखेरि देख्नुभयो होला नि, कतिजना मान्छेलाई हप्काएर डप्काएर कसरी हप्काएर उहाँको सान्तवना दिने, जनतालाई सान्तवना दिने होइन, कसरी हुन्छ उहाँलाई कन्भिन्स गराउने, त्यस्तो चेतना छैन क्या उहाँमा। बोल्नु लगाउनु पर्छ क्या, बोल्नु लगाउनु पर्छ। त्यहाँदेखि हेर्नुपर्छ कि राष्ट्रसभाको हालत के हुन्छ भन्ने कुरो। एकचोटि न एकचोटि होइन, बार बार बोल्नु लाउनु पर्छ उहाँलाई। बोल्नै जान्दैन उहाँ, जान्दैन क्या। पालन साहब बोल्नै जान्दैन। त्यो बोल्नु जान्ने मान्छे भएको भए त्यहाँ आएको त्यत्रो प्रश्नको उत्तरहरू दिन पर्थ्यो नि त होइन। बोल्नै जान्दैन, बस पढेको छ, बस त्यति हो, डिग्री हातमा लिएको छ पेपरको होइन। बाँकी चेतना केही छैन उहाँमा, मलाई त्यस्तो लाग्छ क्या। बोल्नु त पटक्कै जान्दैन। एकचोटि आएर संसदमा बोल्यो भने हरर कामेर त्यो सबै घन्टेहरूलाई के अरे मुख छोप्ने बनाइदिन्छ। होइन, तपाईँलाई थाहा छ नि त्यो मेयर हुँदाखेरि त्यहाँ मान्छेहरूलाई कति चाहिँ हप्काएर डप्काएर होइन, कसरी चाहिँ उहाँले एन्सरहरू दिनुहुन्थ्यो क्या। जस्तै हर्का साम्बाङले कति मजाले जसरी सोधेको प्रश्न पनि होइन, जति एग्रेसिभली सोधेको प्रश्न कस्तो मजाले कुल भएर टक्कै मिलाएर होइन, उहाँलाई पनि शान्त, त्यो रिसाएर आउने मान्छेलाई पनि कस्तो कुल बनाएर पठाउनु हुन्थ्यो क्या मेयर हुँदा पनि होइन। त्यो कोही कोही मान्छे ओभर गरेर मात्रै हो। अनि अहिले पनि स्टिल होइन, अब हेर्छु यसो इन्टरभ्यू हेर्छु होइन, कस्तो खालको प्रश्न गरिरहेको हुन्छ है है। तर उसले कस्तो मजाले एन्सर दिन्छ होइन। बालनलाई इन्टरभ्यूमा अथवा जताततै होइन, ती सदनभित्र पनि बोल्नु जसरी भयो भने बोल्नु लगाएर छाड्नुपर्छ क्या। त्यो मान्छेलाई कसरी बोल्नुपर्ने, जनतालाई कसरी होइन हुन्छ नि, त्यो हर्का साम्पाङले जस्तो त्यो एकदम सम्मान साथ इज्जत साथ बोल्नुपर्ने त्यस्तो छैन क्या उसमा। त्यही बिग्रिन्छ भनेर उहाँ नबोलेको हो क्या। त्यति नै राजनीतिक ज्ञान क्षमता छ भने आएर संसदमा मजाले प्रश्नको उत्तर दिन सक्छ, बोल्न सक्छ, संसदमा सम्बोधन गर्न सक्छ। तर ऊ भनेको चाहिँ सिर्फ त्यो उसलाई खेलाउने अर्कै छ क्या। त्यो यो प्रधान न्यायाधीश यो नियुक्त गर्नुपर्छ, यसो यसो गर्नुपर्छ भने त्यो सिकाउने अरू भित्री अरू छ क्या। बालेन त एउटा मोरा उसको त्यो के भन्छ उसलाई त्यो मोरा बनाएर अगाडि नचाएको मात्रै हो कि उसको त्यो के भन्छ पपुलारिटीलाई युज गरेर अगाडि ल्याएको पात्र मात्रै हो। बालेनले केही पनि जान्दैन के, घुस हो घुस।